नमस्कार लस्सो फ्याफुल्ला यतिखेर हामी धादिङ जिल्लाको नेत्रवती डबजङ गाउँपालिका वडा नम्बर 3 गैरा र नुवाकोट जिल्ला म्यागङ गाउँपालिकाको सङ्गम स्थल धार्मिक तथा पर्यटकीय स्थल वाका क्षेत्रमा छौँ। विशेष गरी पछिल्लो समय यो वाका क्षेत्र निकै चर्चित रहेको र आन्तरिक र बाह्य पर्यटकहरू निकै भिडभाड देख्न सक्छौँ। र भर्खरै 16औँ वाका कप तथा चौथो अध्यक्ष कप पनि यसै मैदानमा चाहिँ सम्पन्न भएको छ। विशेष गरी यो वाका क्षेत्रमा के विकास भयो र के विकासहरू हुँदैछ भन्ने विषयमा यहाँलाई यो भिडियो मार्फत जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। लस्सो फ्याफुला यतिखेर हामी नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र सङ्घका केन्द्रीय उपाध्यक्ष तथा ज्याम्पल गोम्बो डुखाङका संस्थापक अध्यक्ष समेत रहनुभएको विशेष व्यक्तित्वसँग छौँ। विगत लामो समयदेखि समाज सेवामा निरन्तर रहँदै धार्मिक रूपमा र सामाजिक रूपमा बुद्धका अमूल्य उपदेशहरूलाई जनमानसमा पुर्याउन र समाजमा शान्तिको ज्योति छर्न उहाँले खेल्नु भएको भूमिका अत्यन्तै सराहनीय छ। विशेष गरी वाका क्षेत्रमा विकास निर्माणमा उहाँले करोडौँको संरचना श्रमदान मार्फत नै बनाइसक्नु भएको छ र उहाँको योगदान अतुलनीय छ। उहाँको समर्पणले धेरैलाई प्रेरित गरिरहेको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। लसो, मेरो नाम जानी धनसुर तमाङ हो। म धादिङ जिल्ला नेत्रवती डबचङ गाउँपालिका वार्ड नम्बर 3 मा बस्छु, गैरामा। अहिले वागा क्षेत्रमा छौँ। यो क्षेत्रमा चाहिँ 2062 सालदेखि नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र सङ्घले एउटा भिजन बनाएर चाहिँ सुरु गरेको हो। यसमा के छ भन्दाखेरि अब हुनु त सोच चाहिँ मेरो थियो भन्दाखेरि गुरुहरूको आज्ञा अनुसार चाहिँ मैले गुरुहरूसँग लागेर गुरुहरूको जो मैले देखाएको थिएँ उहाँहरूले चाहिँ अनुमति दिएर चाहिँ गर भनेर चाहिँ गरिएर चाहिँ अहिले 2062 सालदेखि सुरु गरेको हामीले यो नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र सङ्घको जम्बलदोर्जे डुखाङ योग आश्रम यहाँ सुरु गरेको। यहाँतिर 8वटा छुर्तेन बनायो हामीले। यो सबै यो नेपालको 77 जिल्लामा झन्नै 64 जिल्लाको चाहिँ यहाँ सर्वदान परेको छ। यो सबै सर्वदानबाट नि हामीले सुरु गरेको हो। यो काहीँ सरकारबाट चाहिँ पहिले हामीले योजना लिएर यसरी गर्छु भनेर गरेको पनि होइन। गर्दै आउँदाखेरि 8वटा छुर्तेन बनायो। त्यहाँबाट चाहिँ हामीले माथि बाटो बनाउँदै ल्याएर जम्बल गुम्बोमा पुगेर चाहिँ जम्बल गुम्बोको माथि पहिल्यैदेखि यो जम्बल गुम्बो भन्ने चाहिँ हामीले राखेको नाम होइन, यो हामीलाई थाहा थिएन। यो बुढाहरू बाजेहरूले भनेको अनुसार चाहिँ के छ भन्दाखेरि यसको त्यो माथिको महत्त्वपूर्ण कुरा चाहिँ यो नेत्रवती डबचङ गाउँपालिकामा डबचङ दरबार भन्ने एउटा तामाङ राजाको दरबार छ। त्यहाँ जाने एउटा गुरुप्रेत लामा जाने घुम्दै आएर यो जम्बल दोर्चे गुम्बा भन्ने ठाउँमा चाहिँ जम्बल दोर्चे अहिले चाहिँ गुम्बा भन्छ, जम्बल गुम्बा भन्छ। त्यहाँ चाहिँ 9-13 को एउटा घरिडी थियो टोटोलाई। त्यो एउटा लामा गुरुले बनाएर राखेको घरिडी हो भन्छ बाजेहरूले सोद्धाखेरि। त्यस कारणले गर्दाखेरि त्यो डाँडामा चाहिँ पानी थिएन। पानी नभएको कारणले त्यो गुरुले पनि त्यो आकाशे पानीलाई सङ्कलन गरेर खाएको रहेछ र उहाँकै एकदम मुख बिन्दुबाट चाहिँ आफ्नो वचनबाट चाहिँ के भनेछ भन्दाखेरि आफ्नो जो चाहिँ नेताहरूको भने जिन्दा हो या लामाहरूको भने आफ्नो चेलाहरूलाई चाहिँ तपाईँहरू पनि त्यहाँ गएर चाहिँ एउटा खल्डा खनेर मजाकले पानी जम्मा गर भन्दाखेरि अहिले हामीले वागा भन्ने कुरा नि के हो भन्दाखेरि गुरुको वागा वचनलाई चाहिँ भ्रंश भएर चाहिँ वागा भनेको मात्रै गुरुको वाका चित्त काया भन्ने वागा भन्ने वचन हो, चित्त भन्ने मन हो, काया भन्ने शरीर हो। 3 रा थियो। एउटा चाहिँ वागरा भनिदियो, एउटा वागराको कुनाको रा भनिदियो, एउटा चौंदरा भन्ने छ। अहिले चौंदरा र कुनाको रा चाहिँ जुन चाहिँ अहिले के भएछ भन्दाखेरि तपाईँको यो फुटबल गेलनले गर्दाखेरि मास्यो हाम्रो। त्यहाँ एउटा बिचेर यो गाउँको एउटा केटा पनि त्यो रामा डुबेर मरेको हामीले सुनेको पनि हो, देखेको पनि हो। त्यस्तो राहरू थियो। त्यसले गर्दाखेरि हाम्रो वागा क्षेत्रमा एउटा 2062 सालको भिजन बनाउँदै गएर
अहिले पहिले गुरु रिम्पोछेको मूर्ति बनायो, त्यहाँबाट उता सिङ्लामा चाहिँ नि यो गाउँपालिकाले बनाउँछ भनेर पहिले नि गाउँपालिकाको अध्यक्षले घोषणा गरेर हामीले अहिले बनाएको छैन। अहिलेको गाउँपालिकाको अध्यक्षज्यूले पनि बनाउँछ भन्नुभएछ। त्यसको उतापट्टि चाहिँ नि फोगो भन्ने छ, त्यहाँ चाहिँ नि फापचेरेसीको हामीले बनाएर राखेको छ। यसमा चाहिँ नि अहिलेसम्म हामीले उद्घाटन गरेको छैन। किन भन्दाखेरि फोगो जोगो र यतापट्टिको एकैचोटि हामीले उद्घाटन गर्ने भनेको अहिले सरकारको बजेटको कारणले गर्दाखेरि अब के मिलाउनु पर्ने होला, त्यो स्थिति अब सबैसँग मनाउनु पर्ने होला। अब अहिले त यहाँ जस्तो कि हाम्रो सर्वदान जस्तो होइन रहेछ, उहाँहरूको त धेरै कागजहरू बनाउनु पर्ने, धेरै कुराहरू मिलाउनु पर्ने रहेछ। त्यसले गर्दाखेरि त्यो माथि बिचमा चाहिँ अहिले यसपालि बनाउँछ होला, सायद यो 83 सालमा पक्कै नै बनाउँछ होला। पहिले यो अहिले हाम्रो गाउँपालिकाको अध्यक्षज्यूले पनि यसपालि बजेट छुट्याउँछ भनेर भन्नुभएको थियो। अस्ति वैशाखी 1 गतेको कार्यक्रममा पनि मलाई व्यक्तिगत त्यसरी भन्नुभएछ। पक्कै नै उहाँले आँटेको कुरा पुरै गर्नुहुन्छ होला भनेर आशा राखेको छु। त्यस कारणले त्यो माथि अब जम्बलगुम्बामा गुरु रिम्पोछेको चाहिँ करिब करिब बनायो। अहिले हामीले फेरि त्यहाँ एउटा पहाडको चट्टान काटेर चाहिँ तामाङ भाषाबाट चाहिँ सिम्जोङ भन्ने सुतेको बुत्ता, अब आराम गरेको बुत्ता चाहिँ हामीले पहाड काटेर बनाउँदैछौँ। करिब करिब पुग्छ होला त्यस्तै 42, 43, 44, 45, 46, 47, 48 फिटै पुग्छ होला। अब त्यो ढुङ्गा अब काट्दै गएपछि त्यो पहाड जति छ त्यति सबै बनाउँदैछ। कति पुग्छ अब लास्टमा चाहिँ हामीले फाइनल गर्दाखेरि राम्रै हुन्छ होला भनेर त्यहाँ सुरु गरेको छ। अर्को अब धेरै छ त्यहाँ त बनाउनु पर्ने चाहिँ। यो सबै सर्वदान हो। यहाँको जति पनि यो गाउँको मान्छेले, यो गैराको मात्रै होइन, फलेक्टोको मात्रै होइन, मैबलको मात्रै होइन, यो साम्रीको मात्रै होइन, यो अब देउरालीतिर, अब यो त्रिशुलीतिर, बट्टारतिर, यो मनोकामनातिर, उता यो के भन्छ तपाईँको बोमदाङ, अब यो फेरि उता सङ्गमतिरको, यतातिर चिमदाङ भयो, दर्खा भयो, यो सतीदेवी, उता तपाईँको री, ताउल, अब धेरै मान्छे यताबाट तलबाट चौतारा, यो तपाईँको उतापट्टि चिपडुङ, मार्फाक, उता के अरे भोक्टानी, धोगोर, धादिङ ब्यासीतिरको सबै थुप्रै 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 जम्मै उहाँहरूले नै गर्न आउनु भएको हो। यो ठाउँमा विकासको गति त अलि आस्ते आस्ते चलिरहेछ। किन भन्दाखेरि सरकारको अब यति उहाँहरूको जोस जाँगर देखेको छैन मैले। अर्को ठाउँमा जस्तो बजेट हालिदिएको भए त धेरै गर्थ्यो। अब हाम्रो यहाँको आस्था र एकदम मनको धनीहरूले कोहीले पैसा पनि दिएको छ सामान किन्नुको लागि। तपाईँको गुन्द्रुकदेखि लिएर नुन तेलदेखि लिएर चामलदेखि लिएर सबै सामग्री दिएर चाहिँ बनाएको छौँ। यो ठाउँमा अलिअलि वाकाको विकास हुँदैछ। अझै पनि मलाई आशा र विश्वास छ कि अझै सबैले यसरी नै सहयोग दिन्छ होला भनेर आश गरिरहेछु। साथीहरू, यो चाहिँ ठ्याक्कै वाका क्षेत्रको खेल मैदानको ठ्याक्कै अपोजिट साइडमा यो पहरामा बन्दै गरेको निर्माणाधीन रिक्लाइनिङ बुद्ध अर्थात् सुतेको बुद्धको मूर्ति निर्माण स्थल हो। यहाँ ठाउँ एकदमै निकै अप्ठ्यारो ठाउँमा चाहिँ यसरी बनाउँदै छ यो चाहिँ बुद्धको मूर्ति। र उतापट्टि हामीले देख्न सक्छौँ नुवाकोट जिल्लाको म्यागाङ गाउँपालिकाको किमताङ देख्न सक्छौँ भने यहाँनिर हामीले प्राकृतिक हिसाबले निकै सुन्दर पहाडहरू र वातावरण हामीले यहाँबाट देख्न सक्छौँ। यहाँनिर चाहिँ ठ्याक्कै अब यसरी चाहिँ ढुङ्गामा खोपेर यहाँनिर सुतेको बुद्धको मूर्ति निर्माण हुँदैछ है त। साथीहरू, यति बेला म चाहिँ गुरु रिम्पोछेको मूर्ति निर्माण स्थल ठ्याक्कै गुरु रिम्पोछे मूर्तिको पछाडि छु। मैले यहाँलाई चाहिँ वाका क्षेत्रमा के परिवर्तन भइरहेको छ, के कुरामा विकास भइरहेको छ थोरै यहाँलाई चाहिँ मैले देखाउने प्रयास गरेको छु। कृपया भिडियोलाई चाहिँ के कस्तो लाग्छ सेयर गरिदिनु होला। र यदि यहाँहरू पनि वाका क्षेत्रको विकासको लागि
अहिले सुतेको बुद्धको मूर्ति निर्माण हुँदैछ। यदि यहाँहरूलाई पनि दान गर्न इच्छुक हुनुहुन्छ भने हजुरहरूले चाहिँ सहयोग गर्न सक्नुहुनेछ। आफ्नै गाउँठाउँको विकासको लागि हजुरको सानो सहयोगले पनि ठुलो योगदान पुग्नेछ। हस्त, धन्यवाद।